आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, यो भनेको सङ्खुवासभा जिल्ला महाकालु गाउँपालिका वडा नम्बर 3। यो हेदाङ्ना भन्ने ठाउँमा यो मैले एउटा घर निर्माण गरिरहेको छु। हेर्नुहोस्, यो मैले अहिलेसम्म यो हाम्रो महाकालु गाउँपालिका वडा नम्बर 3 मा मैले 5वटा जस्तो बिल्डिङ बनाइसकेँ। यो एउटा सुरु हुँदैछ। श्रोताबिनहरू, यो बनिँदैछ। यो पनि हैन, यो मैले बनाइरहेको। तपाईको यताबाट हेर्नुहोस्, म तपाईहरुलाई यतापट्टि लाँदै लगिरहेको छु। यस भडाङ यहाँबाट सुरु हुँदैछ हैन। यहाँ बनाउनु बाँकी नै छ। अलिकति सामानहरु यहाँ उपलब्ध नभएको कारणले गर्दाखेरि अलिक ढिलो भइरहेछ यो काम। यो महाकालु गाउँपालिका वडा नम्बर 3 हेदाङ्ना भन्ने ठाउँमा है। यो सत्य चोक पनि भन्छ यसलाई। सत्य यो फेरि किमाथाङ्गा राजमार्ग हो। यहाँ तपाईहरुले यो रुख देखिरहेछ, यो किमाथाङ्गा जाने राजमार्ग हो, कोशी राजमार्ग। यहाँबाट तपाईको चाइनातिर यसरी गएर यता चाइनामा ठक्कै पुगिन्छ किमाथाङ्गा। अनि यहाँ हाम्रो आदरणीय यहाँ मेरा आदरणीय एकजना दाइ हुनुहुन्छ, एकजना भाइ हुनुहुन्छ, यहाँ काम गरिरहेछ यहाँ हैन। यो भाटा यहाँ चाल बटम यहाँ फिट गर्न लगाएको। हेर्नुहोस्, यो तपाईलाई यसो गरेर यतातिर पनि देखाइदिन्छु। यो भनेको पेपुवा भन्ने ठाउँ हो। ठ्याक्कै यो किमाथाङ्गा जाने बाटो हो। किमाथाङ्गा यही छ हाइवे रोड। तपाईको यहाँदेखि ठ्याक्कै चाइना पुगिन्छ हैन। तपाईहरु पनि कोही बेला घुम्न आउँदाखेरि किमाथाङ्गा आउँदाखेरि यो बाटो भएर जान सक्नुहुन्छ। यस, यो घरहरु यहाँ तल हेर्नुहोस्, यो तल एक तला भइसकेको छ हैन। कलरहरु गर्नु बाँकी छ, झ्यालहरु सिसलाउनु बाँकी छ। यहाँ माथि सटिङ हुँदैछ हैन। यो चाहिँ राम्रो छ। यति भन्दै उता राख्नु पर्ने थियो। श्रोताबिनहरू लाइक शेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला। म जितेन राई।